नमस्कार साथीहरू, आज म टिकटकबाट कसरी पैसा आउँछ, हामीले कसरी अर्निङ गर्न सक्छौँ भन्ने बारेमा हजुरहरूलाई जानकारी दिन गइरहेको छु। टिकटक अहिले नेपालमा धेरै मात्रामा प्रयोगमा आइरहेको सफ्टवेयर हो। नेपालमा अहिले प्रायःजसो मानिसहरू टिकटकलाई मोनेटाइज गरेर होस्टिङ गरेर पैसा कमाउन चाहन्छन् क्या। अब नेपालमै बसेर कसरी सजिलै तरिकाले टिकटकबाट पैसा आम्दानी गर्न सकिन्छ भन्दाखेरि हजुरहरूको आइडी पहिले त मोनेटाइज भइसकेको हुनुपर्छ। हजुरहरूको आइडी पहिला टिकटक मोनेटाइज हुनको लागि हजुरहरूको फलोवर चाहिँ 10K पुगेको हुनुपर्छ है साथीहरू। हजुरहरूको फलोवर 10K अनि हजुरहरूको 1 महिनाभित्र हजुरहरूको एउटा भिडियो अथवा सम्पूर्ण भिडियोहरूलाई मिलाएर हजुरहरूको 1 लाख भ्युज गइसकेको हुनुपर्छ। 1 लाख भ्युज गएको छ र हजुरहरूको 10K फलोवरहरू छन् भनेपछि हजुरहरूले सजिलै टिकटकबाट आम्दानी गर्न सक्नुहुन्छ। हजुरहरू टिकटकबाट आम्दानी गर्नको लागि हजुरहरूले भिडियो कन्टेन्ट हालेर पनि हजुरहरूले आम्दानी गर्न सक्नुहुन्छ। हजुरहरूले हजुरहरूको कन्टेन्टले कतिको भ्युज खाइरहेको छ, भ्युजबाट, लाइक, कमेन्टबाट त्यसबाट आम्दानी गर्न सक्नुहुन्छ। अनि त्यसपछि हजुरहरूले टिकटक लाइभ बसेर सजिलै तरिकाले लाइभ रिवार्ड देख्न सक्नुहुन्छ। यहाँ माथि यसरी लाइभ बसेर हजुरहरूलाई गिफ्टिङबाट साथीहरू लाइभ बसेपछि हजुरहरूलाई डबल ट्यापिङ गिफ्टिङबाट पनि आम्दानी हुने गर्छ। लाइभ बस्नुभयो भने हजुरहरूलाई अब प्रमोसन हुन्छ, हजुरहरूको अलि हुन्छ नि त, टिकटक आइडी अलि ग्रो हुन्छ क्या, बुझ्नुभयो। हजुरहरूले कन्टेन्ट बनाएर पनि सजिलै तरिकाले आम्दानी गर्न सक्नुहुन्छ। प्लस हजुरहरूले लाइभ बसेर गिफ्टिङबाट पनि सजिलै तरिकाले आम्दानी गर्न सक्नुहुन्छ। त्यसको लागि भने पहिले हजुरहरूको आइडी मोनेटाइज भइसकेको हुनुपर्ने छ। अर्थात् हजुरहरूलाई फेरि मैले भने हजुरहरूको आइडीमा 10K फलोवर अनि 1 महिनाभित्र सम्पूर्ण भिडियोहरूमा 100K प्लस भ्युज गइसकेको हुनुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ माथि यो जुन एनिमेटेड भिडियो छ नि, यो भिडियोमा पनि हजुरहरूले देख्न सक्नुहुन्छ लाखौँ मात्रामा भ्युज आइरहेका छन्। यो भ्युजबाट पनि हजुरहरूले पैसा आम्दानी गर्न सक्नुहुन्छ क्या। यसरी नै हजुरहरूको आइडी ग्रो भयो, हजुरहरूको फलोवर बढी छ अनि हजुरहरूको आइडी मोनेटाइज भइसकेको छ भने चाहिँ हजुरले सजिलै तरिकाले पैसा आम्दानी गर्न सक्नुहुन्छ। यो जानकारी राम्रो लाग्यो भने सब्सक्राइब